Namaste. Good evening, everybody. And the photo another. The video garde ta. I'll zoom garde. Video garde. I'll zoom. Yeah. Now I am in ground. And this evening time, this is one of rhino in our community forest. Now this is a male one. And he's coming now in grassland evening after the inside. He's eating some grass and here is our children boy my team are now playing the football training. I manage everything. Yesterday Dhurva Dai also Dhurva Giri in Sapana village owner. I'm so proud. Yesterday evening, will be give me 3 ball in Kelmi company, brother. So many thank you. है ध्रुवदाई म धेरै खुसी छु है हिजो मैले के कुराहरु गर्न लाथे मैले यो कुराहरु गर्न धेरै संघर्ष गरे ध्रुवदाई हजुरले धेरै ठाउँमा सहयोग गर्नु भएको छ है हजुर धेरै मनका गाली हुनुहुन्छ अनि हामीलाई कोन चाहिँ गोकर्ण दाइले दिनु भएको छ दिसिनु भएको छ 12 कोन है त्यो बच्चाहरुको फ्युचरको लागि चाहिँ तपाईले नि ध्यान गर्दिनु भएको छ दाइ अब केही दिनमा म आफ्नो व्यक्तिगत तर्फबाट चाहिँ क्लब पनि दर्ता गर्दिन्छु दाइ है मलाई सामाजिक अभियन्ता र एउटा भ्लगर बनाउन यही साथको नेताहरुले सिकाएको हो दाइ आई डजन्ट लाइक पोलिटिक्स है म एउटा भोटर हो है किनभने माई फादर इज फार्मरिङ आई लाइक फार्मरिङ है म चाहिँ गाउँमै जन्मेको हैन कि सामान्य किसानको छोरो मलाई चाहिँ यस्तो राजनीति भनेपछि मन पर्दैन है मलाई चाहिँ म यो ठाउँमा चाहिँ विकास चाहन्छु है तर हाम्रो यो ठाउँमा चाहिँ समाज छ नि 75% चाहिँ मेजोरिटी छैन है हेर्नु है यो नेपाल अधिराज्य भरिको यो सामुदायिक वन चाहिँ हेर्नु है सेकेन्डमा पर्छ के धनीमा है यसमा मैले अस्ति नि बार भनिरहेको छु पोलिटिक्समा के अरे यो वन कुनै राजनीति दलले बनाएको होइन है यो वन दिस इज अ कम्युनिटी फरेस्ट त्यो समिति खारेज गर है मेरो युवाहरू नयाँ जेनजी हो हाम्रो तोडफोड गर्दैन भ्रष्टाचार गरेको भेट्यो भने है चाहिँ तिनीहरूलाई कालो मसा लाएर सोरे टोल चाहिँ हाम्रो डुलाउने योजना छ म यहीबाट माननीय गृहमन्त्री सुदन दाइलाई नि यही मेरो भ्लग मार्फत हेर्नुभयो भने म केही दिनपछि सिंहदरबार आज मैले हजुरको आज मुख्य सचिवसँग नि मैले चाहिँ कुरा गरेँ है अहिले चाहिँ अब सुदन दाइ चाहिँ 4-5 दिन चाहिँ व्यस्त हुनुहुन्छ त्यसपछि म प्रधानमन्त्री छ नि बालेन दाइलाई नि भेट्छु है मेरो धेरै कुराहरू छ मनमा गुन्सिएको र रनपा साथमा एउटा मालपुर लाउड सेकेन्डरी स्कुल भन्ने छ है यो भन्दा अगाडि कुणाबहादुर पुरीले चाहिँ उहाँ चाहिँ प्रिन्सिपल हुनुहुन्थ्यो चितवन जिल्लाको टपमा पर्थ्यो है फर्स्टमा बोर्डिङहरुसँग कम्पिटिसन अहिले चाहिँ एसीमा नि त्यो गरेछ खास के रहेछ स्कुलको व्यवस्थापन अब सरकारबाट के कति आउँछ हैन टोयलेटहरुको व्यवस्था हेर्नु व्यवस्थापनको समिति अध्यक्षहरूले चाहिँ ध्यान जानुपर्ने कुरा जुन मान्छेले विद्यालय मन्दिर छ नि अनि हजुरको गुम्बा स्कुलहरुमा राजनीति गरेर छ नि त्यसलाई व्यवस्थापन भुङ्ग पार्छ नि त्यो मान्छेलाई जिन्दगीमा कहिले पनि फलिफाप हुँदैन किनभने सबैजना पैसा भरिपूर्ण भएको बाउआमाको छोरछोरी हुँदैन र एउटा सामान्य किसानको मजदुर गरेर पढाउने व्यक्तिहरुको छोरछोरी हो हैन त्यो सरकारी स्कुललाई पनि त्यो हेलचक्रा नगर्नु त्यो ठाउँमा नि पढाइ राम्रो गर्ने व्यवस्था गर्नु है व्यवस्थापन समितिको मेन कुरो त्यसमा चाहिँ धेरै जस्तो हेड सरको हात हुन्छ है अब हाम्रो मालपुर स्कुलको हेड सरलाई एजुकेसन भनेको थाहा छैन अनि कसरी विद्यार्थी एसीमा चाहिँ पास हुन्छ यति भन्दै मेरो भ्लग यही टुङ्गाउँछु चाइचेन सायनारा लासो खाफुल्ला